ग्रेट एकदमै बेस्ट। मनै मेरो कता कता पुग्यो तिम्रो नाचले, मलाई एकदम फ्रेस बनाइदियो। ती राम्रो डान्स गर्यो तिमीले। अल द बेस्ट, गुड लक। नेक्स्ट राउन्डको लागि म स्वागत गर्न चाहन्छु। गीत पनि रोजाइ राम्रो थियो। आज सरस्वती पूजामा साँच्चै नै सरस्वती नै नाचेको जस्तो लाग्यो। वाह, म राजु लामा ज्यूको सायद तिम्रो बाटोमा भन्ने सुनाउन गइरहेको छु। तिम्रो बाटोमा मेरो पाइला नहोला, सायद तिम्रो आँखामा सपना मेरो नहोला, तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ, कहिले काहीँ रुनेछौ, कहिले काहीँ रुनेछौ, सायद तिम्रो बाटोमा
कति दिन बिते कति रात हराए तर तिमी आएनौ कति दिन बिते कति रात हराए तर तिमी आएनौ अन्धकार तिम्रो जीवनमा ज्योति मेरो नहोला उदास तिम्रो जीवनमा मुस्कान मेरो नहोला ओ तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ कहिले काहीँ रुनेछौ कहिले काहीँ रुनेछौ सायद तिम्रो बाटोमा कति सपनाहरू यहाँ देखे मैले तर तिमी आएनौ कति सपनाहरू यहाँ देखे मैले तर तिमी आएनौ चञ्चल तिम्रो जीवनमा चञ्चल मेरो नहोला सुन्दर तिम्रो जीवनमा सुन्दरता मेरो नहोला ओ तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ कहिले काहीँ रुनेछौ कहिले काहीँ रुनेछौ सायद तिम्रो बाटोमा मेरो पाइला नहोला सायद तिम्रो आँखामा सपना मेरो नहोला ओ तर मेरो जीवनमा तिमी सधैँ हुनेछौ कहिले काहीँ रुनेछौ कहिले काहीँ रुनेछौ कहिले काहीँ रुनेछौ कहिले काहीँ रुनेछौ थ्याङ्क यू तपाईँको भोइस एकदम राम्रो छ थ्याङ्क यू सर र बढी तपाईँ फिलिङ्स भन्दा पनि नोटमा जानुभयो क्या बिग्रेला कि भनेर है तर सुरुमै बिग्रियो क्या तर राम्रो छ तपाईँको त्यसपछि तपाईँले म्यानेज गर्दै आउनुभयो अगाडि बिटमा राम्रो छ तपाईँको कहीँ कहीँ आफ्नै नोट पनि लगाउनु भयो होइन अनि राम्रो छ तपाईँको तर अडियन्सको अगाडि गाउँदाखेरि कहिले पनि ब्याक नहुनु पछाडि पिठ देखाउनु हुँदैन अडियन्सलाई है अलवेज फ्रन्टमै हुनुपर्छ आई कन्ट्याक्ट हुनुपर्छ तपाईँको एकदम राम्रो छ नेक्स्ट राउन्डमा तपाईँ अवश्य आउनुहुनेछ तपाईँको स्वर मिठो लगाएर मैले नेक्स्ट राउन्डमा तपाईँलाई वेलकम गर्नेछु र अझै राम्रो तयारी गरेर आउनु होला हुन्छ सर थ्याङ्क यू सर अल द बेस्ट सारीको आँचलले मुख बुझ्न मन छ मैले पाएका दुःखका कहानी तिमीलाई सुनाउन मन छ कहाँ बिलाइ गयो हावासरी अन्धकारमा तिम्रो हात समाउन मन छ तिम्रो ओठको मुस्कानले रङ्गीन थियो मेरो दिन आज तिमीलाई आफ्नो अगाडि पाउन मन छ मेरी आमा बिहानीको किरण Go
पैसा दिनु न। छैन पैसा सैसा, जा तेरो मरेको आमासँग मागेर खा। हेर्न हेर त्यो केटीको त आमा नै छैन अरे। साह्रै राम्रो गर्नुभयो तपाईँले। तपाईँलाई अर्को राउन्डमा नल्याइ भएन, अर्को राउन्ड अझै राम्रो गर्नु होला। अल द बेस्ट भन्न चाहन्छु तपाईँलाई। थ्याङ्क यू सर। र अर्कोचोटि अर्को प्रकारको राम्रो गरेर ल्याउनु होला है। अल द बेस्ट। एकदम राम्रो छ, एकदम सुट गरेको छ। यो जुन गीत चोइस गरेको छ नि एकदम सुट गरेको छ हैन। हाम्रो
हाम्रो सरले भन्दै हुनुहुन्छ यो त सरले गएको हो कि क्या हो मैले गरेको हो कि होइन तर त्यो रेन्जमा बनेको छ नाचिनुहुन्छ सो तपाईँलाई आनन्द कार्कीको सुर सुहाउँदो रहेछ तपाईँलाई बधाई छ मेरो तर्फबाट चाहिँ तपाईँलाई नेक्स्ट राउन्डको लागि वेलकम अझै फिल गर्नुहोस् लास्टको जुन नोट छ नि अझै फिल गर्नुहोस् जवानीले बिगार्यो जवानीले बिगार्यो जवानीले बिगार्यो जवानीले बिगार्यो नानीको चञ्चले बानीले बिगार्यो। तपाईँको भोइस एकदम राम्रो छ। थ्याङ्क यू सर। कहीँ कहीँ आफ्नै नोट पनि लगाउनु भयो। नेक्स्ट राउन्डमा तपाईँ अवश्य आउनुहुनेछ। कपडा लिएर आएको छु हेर्नु त मन पर्यो नि है कस्तो राम्रो छ नि है हेर्नु न हेर्नु त कसको लागि रे आज म हस्पिटल गएको थिएँ कि अनि हस्पिटलमा यसो गएको म प्रेग्नेन्ट छु नि मम्मी भन्दैछु अनि तपाईँ हजुरआमा होइन तपाईँ पनि मम्मी भन्दै हुनुहुन्छ अनि हेर्नु त कस्तो राम्रो छ किन पिट्नु भएको यो सबै भएको तपाईँकै कारणले होइन तपाईँ जिम्मेवारी हुनुहुन्न त्यतिखेर यो आवाज तपाईँले त्यतिखेर बोलेको भइदिए यो समय आउने थिएन तर तपाईँले त बोल्नु भएन प्रत्येक रात मेरो शरीर छदा चिल्ल गराउँदा तपाईँको श्रीमानले तपाईँले बोल्नु भएन तर अहिले बोल्दै हुनुहुन्छ अहिले बोल्दै हुनुहुन्छ वाह अहिले बोल्दै हुनुहुन्छ अब त तपाईँ खुसी हुनु पर्यो नि त अब मिठाई बाँड्नु त्यो पनि दुईटा एउटा हजुरआमा बन्दै खुसीमा एउटा आमा कतिपटक मैले भन्ने एकपटक मेरो लागि बोलिदिनु तपाईँ आफ्नो इज्जतको र आफ्नो श्रीमानको डरले बसिरहनु भयो तर अहिले चाहिँ चुप लाग म फाल्दिनँ यो बच्चालाई म फाल्दिनँ किन फाल्ने अब यसको लागि म लड्छु आजसम्म तपाईँहरूले मेरो अस्तित्वलाई भेट्नु भयो अब यो मेरो अस्तित्व बन्छ मम्मी तपाईँलाई थाहा छ एउटा बाबुले जब आफ्नो छोरीलाई आफ्नो सन्तानलाई यो हातमा लिन्छ नि त्यतिखेर ऊ खुसी हुन्छ आफ्नो घरमा लक्ष्मी जन्मियो भनेर सँगसँगै उसलाई डर हुन्छ कतै समाजले उसको लक्ष्मी
अब गर्नु समाजसेवा अब चुप लाएर बस्दिन तपाईँको श्रीमानले मेरो यो सब गरे अब यो समाजलाई देखाउँछु म महिलामाथि त्यो कुरो पाउ त्यसलाई मैले पाउ भन्ने प्रत्येक पाउ त्यस्ता हुन्छ नि त अब तपाईँ त के भन्नु मम्मी अब भयो अब सक्दिनँ म लान तर यसलाई पनि फाल्न सक्दिनँ किनकि म जस्ता कैयौँ आफ्नो भाउ आफ्नो दाजुभाइबाट प्लत्कृत भयो होला उनीहरूको लागि बोल्छु म अब तपाईँको पनि सुन्दिनँ तपाईँको श्रीमानको पनि सुन्दिनँ जे गर्न मन छ गर्नु जे गर्न मन छ गर्नु अब चुप लाग्दिनँ म बस्दिनँ यो घरमा एक बस्दिनँ दुई बस्दिनँ मलाई बस्नु छैन भयो छोड्दिनु भयो कन्फिडेन्ट राम्रो छ हजुरको तर जति बेला स्टार्टिङमा थोरै नर्भस हुन्थ्यो र जति बेला लगाउनु पर्थ्यो त्यो चाहिँ आएन है किनभने त्यो फिल आवाजमा नै आउँछ एकदम गुमसुम भयो क्या त्यति बेला र सब्जेक्ट राम्रो छ त्यो जो समाजमा घटिरहेको छ जो त्यस्तो व्यक्ति हुनुहुन्छ जो बुवाको शब्द सुन्ने र बुझ्ने योग्य हुनुहुन्न उहाँहरूको लागि यो सन्देश तपाईँ ल्याउनु धेरै राम्रो छ र यस्तै यस्तै सन्देश ल्याउनुहुन्छ भन्ने आशा लिएकी छु मैले र मेरो तर्फबाट यस यो मोस्ट वेलकम मेरो तर्फबाट पनि एकदम बेस्ट छ कङ्ग्रेचुलेसन्स तपाईँलाई अगाडि नेक्स्ट राउन्डको लागि ओके योभन्दा पनि बेस्ट लिएर आउनुहोस् मेरो तर्फबाट थ्याङ्क यू
चरीले त छाडेर गयो सम्झना चाहिँ डालीमै रहिरह्यो सम्झना चाहिँ डालीमै रहिरह्यो नाता टुट्यो पराई भइगयो एउटा नाता मनमा चाहिँ रहिरह्यो एउटा नाता मनमा चाहिँ रहिरह्यो सँगसँगै हिँड्ने मान्छे भयो पर सँगसँगै हिँड्ने मान्छे भयो पर
मनमा चाहिँ उसकै रूप अल्झिरह्यो तारा सुख पनि मनै रहेछ दुःख पनि मन सुख पनि मनै रहेछ दुःख पनि मन मनै दुखी भएपछि के गर्नु र धन मनै दुखी भएपछि के गर्नु र धन उता डाँडा काटेर गयो सम्झना चाहिँ डालीमै रहिरह्यो सम्झना चाहिँ डालीमै रहिरह्यो। मेरो नाम सारांश मेचे झापाबाट। सारांश हजुर सर। अस्ति पनि साह्रै राम्रो डान्स गर्नुभएको थियो। थ्याङ्क यू। मन छोएको थियो, वाउ भनेको थिएँ, उठेर ताली बजाएको थियो, थाहा छ होइन? हजुर सर। र मलाई आज पनि त्योभन्दा बेस्ट गर्नुहुन्छ भन्ने विश्वास छ। ओके, अल द बेस्ट। चाहना मनमा उडाई ल्यायो कि आवारा मौसमले चाहना मनमा उडाई ल्यायो कि आवारा मौसमले यो मनको कुरा चढे आँखैमा बुझ्लान् करैले नमस्कार। आज झन् ब्युटिफुल देखिरहेको छु है। आज हिजो अस्तिको रक थियो, रक रफ स्टाइलको थियो है। आज एकदम नेपाली प्योर गुरुङ नै देख्नु भएको छ। ओके, अल द बेस्ट। बस्दा नाचु नाचु लाग्छ किन होला अनायसै हाँसु हाँसु लाग्छ घिन्ताङ घिन्ताङ मादल बस्दा नाचु नाचु लाग्छ किन होला अनायसै हाँसु हाँसु लाग्छ पूर्णिमाको जुनले पनि जिस्क्याउँछ मलाई गाउँको तेल लगाउँछ बतासैले मलाई म त गाउँकी गोरी रे
उड्छ मेरो मन किन होला मिठो लाग्ने सारङ्गीको धुन सिमलको भुवासरी उड्छ मेरो मन किन होला मिठो लाग्ने सारङ्गीको धुन उर्लिएर बैछ मेरो साउनको भेल झै उर्लिएर बैछ मेरो साउनको भेल झै फुल टिपी सजिएमा स्वर्गकी परी झै म त गाउँकी गोरी रे हो म त गाउँकै राम्री रे हो म त गाउँकी गोरी रे हो म त गाउँकै राम्री रे गाउँकी गोरी सबसे भन्छ रे आछौरे साटोकै पैसाको लाली चढेर हो कि सजिएकी चिटिकै पैसाको लाली चढेर हो कि सजिएकी चिटिकै जवानीको रापले हो कि लाली चढ्दैछ पिरतीको रनको हो कि धड्कन बढ्दैछ हो जवानीको रापले हो कि लाली चढ्दैछ पिरतीको रनको हो कि धड्कन बढ्दैछ चारी बनी आकाशमा उड लाग्छ चारी बनी आकाशमा उड लाग्छ गाउँ घरकै झ्याउरे तालमा नाचु नाचु लाग्छ म त गाउँकी गोरी रे हो म त गाउँकै राम्री रे हो म त गाउँकी गोरी रे हो म त गाउँकै राम्री रे हो म त गाउँकी गोरी रे हो म त गाउँकै राम्री रे एकदम राम्रो छ तपाईँको डान्स लास्टमा हल्का लिप्स अलिक छोड्नु भएको थियो है त्यो डान्समै मुभमेन्ट गर्दा गर्दा एनिवे भेरी गुड भेरी गुड डान्स अल द बेस्ट फर नेक्स्ट राउन्ड असाध्यै राम्रो छ के देखाउँदै हुनुहुन्छ आज आज लैलै भन्ने गीतको कन्टेम्पोरेरी ओके ओके अल द बेस्ट राम्रो गर्नुहोस् लैलाई लैलाई कठैबारीलाई भन्नेको नै छ र तिमी र मलाई चौडाँडै काटी नौडाँडै पारी तिमीलाई म छु म तिम्रो साथी सारङ्गी रोयो रोयो जारोयो मेरै मन छोयो जाउमाया सररा बिर्मान्नेको छ र माया भन्दा ठुलो के छ र किन हुन्छ यो भेद र भाव एउटै होइन र मानिस सब मदनलाई सोध माया के हो मुनालाई सोध त्याग के हो मानिस ठुलो दिलले हुन्छ पीडामा मना सबैको रुन्छ फेरि किन यो दोष निलाई चौमाया सरका बिर्मान्नेको छ र माया भन्दा ठुलो के छ र
नेक्स्ट भोटिङ राउन्डबाट तपाईँ आउनुहुनेछ है। किन हुन्छ यो भेद र भाव एउटै होइन र मानिस सब के भन्छ नि के नेपालीमा त मलाई थाहा भएन इङ्ग्लिसमा चाहिँ त्यो के हट डान्स भन्छ नि नेपालीमा हट डान्सलाई के भन्छ तातो डान्स फेरि इङ्ग्लिस आयो नि त तातो डान्स कसरी हुन्छ तातो नाच हो त होइन तातो नाच Let's go. मेरो खोज्दै हिड मलामी चर्पीमा दिन्छु तँलाई 7 तोपको सलामी खाल्टो खन्ने नेतालाई हत्ते भयो गुलामी मेरो चुप नेपाली खोप चोरी दारा केटी तेरो हक मुकेसक्यो घुसखोरी राजनीति 3 करोड छन् भोको पेट त्यसका बाउलाई बासमती तेरे आन्दोलनमा सुक्यो बाँकी पक सास कति खर्चस कति बेची आँगन आफ्नै घरको काम गरेर माछा चर्को भाषण भने सधैँ चर्को काचिरेको आउँछ अर्को दुस्तर रगत भयो बर डकर छटाउके अरू जनतालाई पर्ने जन्म मेरो नेपालको भयो बेहाल हाम्रो नेताको जस्तो ताल मेरो केटी भयो अब हत्य यहाँको यथार्थ मृत्यु कहानी तितो सत्य नेपालको भयो बेहाल हाम्रो नेताको जस्तो ताल मेरो केटी भयो अब हत्य यहाँको यथार्थ मृत्यु कहानी तितो सत्य च्यालहरू ड्याल काट्छन् उधारोको ढुकुटीमा जनताको पैसा उड्यो रक्सी र सुकुटी तेरो खुकुरीमा कति बचस बोझ गरी 10 वर्षको जनयुद्ध हातमा लाग्यो बेरोजगारी सस्ताको रोटी सेक्दै 25 त्यसमा आगो बल कानमा तेल टुसिस मेरो दाइ भाइ मुर्दमा जल दिदी बहिनी गरिब किसान बुढो बाउको हात गल मुखलाई कोही छैन घिउ जगा यसपालि नको ताली त्यसको फुस्रो कुरामा हाम्रै लासको पहाड बनाए बस्छ ठट्टा कुरामा संविधान आकाशे पहिला भालु पर्छ पुरान बढ्दैछ तेरो बुढी घट्दैछ त्यसको सीमा गइसक्यो शान्ति उडी बन्दैछन् जनता किन कति तुलाउँछस् अझै नयाँ नेपालको जिम्मा भ्रष्टाचारको विरुद्ध तेरे कोटको दाहिनेको जिम्मा मेरो नेपालको भयो बेहाल हाम्रो नेताको जस्तो ताल मेरो केटी भयो अब हत्य यहाँको यथार्थ मृत्यु कहानी तितो सत्य नेपालको भयो बेहाल हाम्रो नेताको
यथार्थ मृत्यु कहानी तितो सत्य। भेरी गुड तपाईँको। तर जुन पहिले फर्स्ट राउन्डमा आएर तपाईँले गाउनु भएको थियो त्यो चाहिँ क्लियर थियो कि, तर आज त अलिकति कन्फ्युज हुनुभयो सुरुमा तपाईँ। तर एनिवे पछि फेरि राम्रो गर्दै आउनुभयो तपाईँले, एउटा मुडमा आउनुभयो। सुरुमा चाहिँ तपाईँ अलिकति कन्फ्युज हुनुभयो है। एनिवे तपाईँको एकदम बेस्ट छ। नेपालमा चाहिँ मैले यस्तो ट्यालेन्ट चाहिँ यो अवस्थामा चाहिँ मैले देखेको छैन। थ्याङ्क यू सर। द्याट्स वाइ सेकेन्ड राउन्डमा तपाईँलाई वेलकम गर्न चाहन्छु। थ्याङ्क यू सर। अल द बेस्ट। नमस्ते। नमस्कार। सुनैलालाई चिन्नै गाह्रो भएको थियो मलाई एकदमै, होइन? हजुर होला। अस्ति त कमाल गर्नुभएको थियो, आज धमाल गर्नुहोस् हुन्छ है। ओके, अल द बेस्ट। अल द बेस्ट। साह्रै राम्रो। सुनेन? नमस्ते भुवन, कस्तो छ? ठिकै छ सर। अस्ति साह्रै राम्रो देखाउनु भएको थियो डान्स, आज मलाई लाग्छ त्यो भन्दा राम्रो देखाउनु हुनेछ। तयारी छ होइन? छ। ओके, अल द बेस्ट। बाबा मलाई चाहिँ गुडिया ल्याइदिनु है। 2072 साल वैशाख 12 गते त्यो कालो दिन सयौं मरे, हजारौं घाइते भए। आयो टप्प टिपी लग्यो, धारे नथ्यो कहिले। कस्तो रे चल्यो आज झरेर विष भो, दैव कति भोनिष्ठोरी शून्य भयो संसारमा। दैव है भनिदेऊ, दैव है भनिदेऊ, किन यस्तो गर्यौ मलाई जिउँदै मार्यौ। बाबा छोरी नसक्छु जिउन, नसक्छु मर्न, नछन् कोही मेरो यहाँ। आमा आमा आमा, टुट्यो सपना, छुट्यो सहारा, एक्लै अब जाऊ कहाँ। चारैतिर
साह्रै राम्रो गर्नुभयो एकदम मनमा कता कता त्यो पीडा आँखामा त्यो आँसु छुनी तपाईँले चाहिँ डान्स देखाउनु भयो थ्याङ्क यू धेरै धेरै बधाई छ तपाईँलाई र मेरो तर्फबाट चाहिँ तपाईँ नेक्स्ट राउन्डमा आउनु भनेछ थ्याङ्क यू सर अल द बेस्ट गुड लक थ्याङ्क यू सर अभियसली एकदम राम्रो छ अझ मैले सुनेको थिएँ तपाईँको चेस्ट प्रब्लम पनि छ भनेर तर पनि एकदम बेस्ट गर्नुभएको छ थ्याङ्क यू सर अहिले तपाईँलाई ठिक छ ठिकै छ सर अलि गड ब्लेस यु राम्रो हुनेछ थ्याङ्क यू सर है नेक्स्ट राउन्डमा हामी भेट्नेछौँ थ्याङ्क यू सर नमस्ते सर मेरो नाम नमस्कार रुद्र कुमार गिलाल Get to the floor. ग्रेट रुद्र थ्याङ्क यू सर थ्याङ्क यू सो मच एकदम राम्रो देखाउनु भयो थ्याङ्क यू सर 80को भन्दा अझै फरक देखाउनु भएको छ है हजुर सर एकदम राम्रो लाग्यो डिफ्रेन्ट म्युजिकहरूलाई लिएर बनाउनु भएको छ हजुर साह्रै राम्रो छ मलाई लाग्छ नेक्स्ट राउन्डमा तपाईँ आउनुहुनेछ पक्का र अझै भेराइटिज मलाई लाग्छ कुनै गीत पनि सँगसँगै भयो भने चाहिँ अझै सुनमा सुगन्ध हुन्छ ओके अल द बेस्ट फर नेक्स्ट राउन्ड अल द बेस्ट
तालको माछा कोही गन्न सक्दैन तालको माछा कोही गन्न सक्दैन जातै सानो मायामा हुँदैन माया साथैमा उडायो रेलैले उडायो रेलैले उडायो रेलैले उडायो रेलैले ओ थ्याङ्क यू एकदम राम्रो छ थ्याङ्क यू अहिले पनि घाँटीले त्यति काम दिएन है हजुर यो सायद एलर्जीले नै होला अब ट्रिटमेन्टै गर्नु अझै कोसिस गर्नुहोस् किनभने बिचबिचमा कता कता फ्ल्याट गइरहेको छ फ्ल्याट गएको छ तपाईँले याद गर्नुभएको रहेछ होइन तर तपाईँको जुन एउटा काम तपाईँको स्वरलाई हेरेर म नेक्स्ट राउन्डमा तपाईँलाई बोलाउन चाहन्छु थ्याङ्क यू र अर्को राउन्डमा तपाईँहरूले तिनैजनाले बेस्ट गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु थ्याङ्क यू सर ओके अल द बेस्ट एक युवा भन्ने बित्तिकै बेरोजगार आज आफ्नो देशलाई छोडेर विदेशी लागेका छन् तर अकस्मात यिनको भेट एउटा यस्तो मान्छेसँग हुन्छ त्यसपछि के हुन्छ तपाईँले हेर्न सक्नुहुनेछ सुन्नुहोस् त हजुर भन्नुहोस् हजुर त हेर्दाखेरि लक्का जवान हुनुहुन्छ राम्रो जागिर खानुहुन्छ होला नि हजुर हो नि हजुर जागिर त म खत्रै राम्रो खान्छु तर के गर्नु नेपाल सरकारले पुलमाथि चढेर डोजरले खनेको हेरेको पैसा दिँदैन बरु यो विदेश जाने बाटो चाहिँ कता छ होला क्या त्यो चाहिँ भनिदिनु न विदेशतिर हिँड्या म अति उत्तम देशको परिवेशमा तिम्रो जस्तै युवा विदेश गएर पनि हो खालि अर्काको देश जाने अर्काको देश बनाउने कुरा गर्छौ आफ्नो देशमा काम गर्न सकिँदैन कहिले भन्छ नेपाल के मैले गलत भनेर हजुर ठिकै हो कुरा त हामीले काम कहाँ गर्नुपर्छ अरे हामीले काम नेपालमै गर्नुपर्छ दाजु अति उत्तम देशको परिवेशमा फुक्क नेपालमा काम कसले दिन्छ तँलाई तेरो बाउले दिन्छ नेपालमा काम पाइँदैन भाइ पाइँदैन काम नेताहरू सबै भ्रष्टाचार छन् यताको पैसा गममा खायो उताको पैसा गममा खायो तिम्रो जस्ता युवा भनेको विदेशै जाने हो त्यसैले हामीले काम कहाँ गर्नुपर्छ अरे भाइ विदेशमा गर्नुपर्छ दाजु अति उत्तम फुक्क गति आएर वर्षको 60-70 हजार कोरिया जान्छन् जापान जान्छन् तिमीहरूले उताबाट पैसा रेमिट्यान्स मार्फत पठाउँछौ तर देशका नेताहरू मोज मस्ती गरेर हिँडिरहेका छन् तिमीहरूले काम पाउँदैन भाइ नेपालमा काम होइन विदेशमा जाने खोजिरहेछौ तिमी नि विदेशमा के हुन्छ अर्काको देशमा भाडा माग्छौ आफ्नो देशमा गर्न सक्दैनौ अर्काको देशको बुङ्गुरको गुस सोर्छौ नेपालको गाई बस्तुको गुस सोर्छ सक्दैनौ नरिसाउनु नै छिन् के मैले गलत भनेर कहिले जेसुकै भन् ठिक भन् कि बेठिक भन् मलाई मतलब भएन कि म तेरो काम चाहिँ पनि गर्दिनँ म देशमै काम गर्छु म घरमै काम गर्छु म अब काम गर्नु गएँ अति उत्तम यसरी विदेश जाने युवाहरू सबै नेपालमै काम गरे भने त देश त कस्तो राम्रो हुन्छ होला नि है तर के गर्नु मेरो कुरा कसले सुन्छ नेपाल रहे पो हामी रहन्छौँ हामी रहे पो सारा नेपालै राम्रो हुन्छ धन्यवाद एकदमै राम्रो देशको सान्दर्भिक वस्तु विषयमा लिनुभएको छ होइन र नेपालको स्थिति पनि यस्तै छ होइन युवा पिँढीको स्थिति पनि यस्तै छ र यसलाई लिएर जुन तपाईँले बनाउनु भएको छ यसले धेरै युवा पिँढीहरूले ज्ञान पाउनेछन् भन्ने आशा लिएको छु र यस्तै राम्रो तपाईँले पर्फर्मेन्स दुइटैको बेस्ट पर्फर्मेन्स लागेको छ र म नेक्स्ट राउन्डको लागि तपाईँलाई वेलकम गर्न चाहन्छु थ्याङ्क यू सर थ्याङ्क यू
2072 साल वैशाख 12 गते गएको महाभूकम्पमा ज्यान गुमाउनु भएका नेपाल आमाका सन्ततिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। कस्तो हुरी चल्यो आज फुल झरेर विष भो दैव कति भोनिष्ठोरी शून्य भयो संसार मेरो दैव है दैव है भनिदेऊ किन यस्तो गर्यौ मलाई जिउँदै मार्यौ। नसक्छु जिउन नसक्छु मर्न नछन् कोही मेरो यहाँ टुट्यो सपना छुट्यो सहारा एक्लै अब जाऊ कहाँ चारैतिर आँसु पीडा खुसी कहीँ छैन दैव है भनिदेऊ दैव है भनिदेऊ किन यस्तो गर्यौ मलाई जिउँदै मार्यौ। साह्रै राम्रो गर्नुभयो, एक्सिलेन्ट। बबाल तपाईँका भित्रै त्यो कलाकारिता छ कि एक्टिङले भरपुर भरिएको छ, अझै निखार्न बाँकी छ। त्यो नेक्स्ट राउन्डमा निकाल्नुहोस्। वेलकम गर्न चाहन्छु।
लिन पुरानो हुँदैन माया जुनी जुनीलाई पनि पुरानो हुँदैन माया जुनी जुनीलाई पनि बेसिँदैन मायाले माया छुट्टै चोट खाए पनि पुरानो हुँदैन माया जुनी जुनीलाई पनि। थ्याङ्क यू। गाह्रो भयो है हजुर अलिअलि किनभने डुएट सङ हो नि त यो केटाको पनि गाउनु पऱ्यो केटीको पनि केटाको त ठिक थियो केटीको कता कता किनभने गाह्रो भएपछि नोटहरू पनि त्यस्तै प्रकारले चाहिँ अफ हुँदै जान्छ एनिवे स्वर मिठो छ तपाईँको थ्याङ्क यू सर र जस्तै यो गीत हुबहु नगाएर तपाईँले आफ्नै तरिकाले गाउनुभयो मलाई त मन छोए राम्रो थ्याङ्क यू सर धेरै राम्रो गाउनु भएको छ तर होल्डिङ नोटमा अलिक हजुर ठहराउ गरेर अझै लिनुभयो भए अझै मिठो हुन्थ्यो तपाईँको स्वर राम्रो छ गीत पनि राम्रो छान्नु भएको छ ल मेरो तर्फबाट ओके छ थ्याङ्क यू सर दाइले के भन्नु अभियसली राम्रो छ थ्याङ्क यू एकदम ओके छ हस् थ्याङ्क यू सर हस् सो नेक्स्ट राउन्डको लागि मेरो तर्फबाट ओके थ्याङ्क यू
दुनिया सुखो मायाको हाम्रो मायामा कुरा चल्यो जातर भातको बैरी भयो यो सारा दुनिया सुखो मायाको हाम्रो मायामा कुरा चल्यो जातर भातको मानिस ठुलो दिलाले हुन्छ रगत सबको रातो हुन्छ खोइ कुरा बुझेको खोइ कुरा बुझेको अब जौलारेलैमा माया तिम्रो साथैमा अब जौलारेलैमा माया तिम्रो साथैमा जीवनको पाटो सँगसँगै बिताउला आए जति बाधा र अड्चन साथ तिम्रो छोड्ने छैन दुःख र सुख जीवनको पाटो सँगसँगै बिताउला आए जति बाधा र अड्चन साथ तिम्रो छोड्ने छैन अब झोलारेलैमा माया तिम्रो साथैमा अब झोलारेलैमा माया तिम्रो साथैमा थ्याङ्क यू वाह 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 थ्याङ्क यू बहुत मिठो गायो राम्रो छ थ्याङ्क यू सर अलिकति शब्द अझै उच्चारण अझै त क्लियर गर्नुपर्छ अर्को अलिकति टाइमिङ चाहिँ तपाईँले विचार गर्नुपर्छ अदरवाइज एकदम राम्रो छ स्वर भोकल त वाह छ टाइमिङलाई अलिक दामी दामी छ धेरै डुबी पठाउनुहुन्छ त्यो डुब्दाखेरि टाइमिङलाई पनि यसो ध्यान दिनुहोस् धेरै राम्रो छ तपाईँलाई एकदम नेक्स्ट राउन्डको लागि हामी स्वागत गर्न चाहन्छौँ।